एउटा प्रश्न सोधेँ मैले हजुरलाई। यो हर्क साम्पाङले अहिले बालेनलाई गाली गर्नु भएको छैन नि, किन होला? यो अहिले अब जुन रविका पार्टीले दुईटैको बहुमत झन्डै नजिक पुगेको कारणले हजुर अब सभामुख त अब राजसभाको बनिहाल्यो होइन। उपसभामुख चाहिँ अन्य पार्टीबाट ल्याउन पर्ने भएको कारणले गर्दा अब हर्क साम्पाङले विभिन्न स्टार्टर लेख्दै अब बालन शाहलाई धेरै गाली गरेको जाने यहाँभन्दा पहिला पाइयो थियो। अहिले के भयो त भन्दा हर्क साम्पाङको 7 सिट मात्रै हुँदा उसले उपसभामुख जिताउन सक्ने अवस्था नि रहेन, अन्य दलसित मिलेर उपसभामुखमा विजय हुने कुरा पनि भएन। त्यसो भएको हुनाले अब हर्क साम्पाङले बालनलाई ल है अब के रहेछ उहाँको जाने विचार हेरौँ, उहाँले कतिको मलाई सहयोग गर्नुहुन्छ योबाट मैले थाहा पाउँछु। पहिला प्रधानमन्त्री जाने यो जेएनजी आन्दोलनपछि प्रधानमन्त्री हुनका लागि काठमाडौँ आएको धरानबाट त्यो नपाएको हुनाले त्यसको सम्पूर्ण दोष चाहिँ लगभग बालन शाहले नै नदिएर हो भन्ने किसिमको थियो नि। र विभिन्न चाहिँ स्टार्टर लेख्दै उसले चाहिँ विभिन्न टर्चर दिएको पाइन्थ्यो। र अहिले के भयो त भने बालन शाह पनि अलिकति बाठो भयो जस्तो देखियो, किनभने उसले विभिन्न स्टार्टर लेख्दै गाली गर्दै गरेको देख्दा यो चाहिँ जुन उपसभामुखको चाहिँ एउटा पद छ नि त्यो पद चाहिँ हर्क साम्पाङलाई मैले दिलाएँ भने मैले चाहिँ यो स्टारबाट र संसद भवनबाट पनि मैले गालीको वर्षा खान पर्दैन, किनकि उसलाई मैले यो पद दिने बित्तिकै हर्क सङ्ग्राम पनि मक्खै पर्छन् र मलाई नि सहयोग गर्छन् भन्ने उद्देश्यले चाहिँ च्याट्ट छोडे होइन, उनले गाली गर्न च्याट्टै छोडे। र अब च्याट्टै भनेर त अहिले भन्न मिलेन। र जहाँसम्म उसले चाहिँ अहिले नसोचेको पद लुसिफर भन्थे पहिला होइन, विदेशी दलाल भन्थे, गजडिया भन्थे, के भन्थे नि त, अब हेरौँ है त्यसलाई जाने। किन हिजो बल्ल उनीहरूको चाहिँ यो एउटा 2082 साल चैत 27 संसदबाट संसदका सम्पूर्ण सदस्य र अरू विपक्षी दलहरूले पनि भोट हाल्दा चाहिँ 229 भोटले पाएको 5 भोट राम्रो पाएको विपक्षमा पाइयो। अब आजबाट उसका कुराहरू के आउँछन् कसो आउँछन् हर्क साम्पाङको कुरा पनि जहाँसम्म मेरो विचारमा मैले एउटा मिडियामा अन्तर्वार्ता सुनेको, अब पहिला जे भनियो अब त्यो कुराहरू सकियो, अब नयाँ दल मिलेर जानुपर्छ, हामीहरू मिलेर जानुपर्छ भन्ने कुरा अन्तर्वार्ता सुने। र यो अब बालनले उसलाई चाहिँ लगभग फकाए जस्तो चाहिँ देखिन्छ। छक्क पर्नु भयो जाने परेको छ अहिलेसम्म गालीहरूको पद भन्ने कुरो के रहेछ भने सबभन्दा ठुलो कुरो रहेछ। पद चाहिँ कसैलाई चाहिँ एउटा लोभमा फसाइदियो भने जनता र देशको लागि कसैलाई पनि मतलब हुँदो रहेछ कि। त्यसपछि ज्ञानेन्द्र साईलाई कडा दिए नि त। त्यसपछि ज्ञानेन्द्र साईको त्यहाँ जाने के भयो भने रवि लामिछानेले अब तपाईँको उम्मेदवार ठिक्क पार्नुहोस्, हाम्रो चाहिँ समर्थन राम्रोवाला रहन्छ भन्ने किसिमको एकातिर रवि लामिछाने बोलेको पाइयो। अर्कोतिर चाहिँ बालन शाहले चाहिँ हर्क साम्पाङको पार्टीलाई चाहिँ अब उम्मेदवार भन्नाले उपसभामुखको चाहिँ पद उसलाई दिन खोजेको पाइयो। यसरी हेर्दाखेरि के भयो भने रवि लामिछाने भन्दा बालन शाह नै बलियो जस्तो देखियो राजसभाभित्र। र अब बालन शाहका नै कुराहरू पास भयो। अब हेरौँ भोलिका दिनमा अब हर्क साम्पाङले कस्तो रूपमा चाहिँ अगाडि बढ्छन् त्यो चाहिँ भोलिले देखाउला। तर अहिलेसम्म हेर्दा लगभग हर्क साम्पाङलाई पनि अब बालन शाहले फकाए जस्तो देखिन्छ। अब यिनीहरू मिलेर जान्छन् सबै कुरा। अब हेरौँ त्यसलाई जहाँसम्म मिलेर जानु पनि छ। तर अब उही आफ्नो चाहिँ भने जस्तो भइसकेपछि भोलिका दिनमा त्यसै नै हुन्छ उहाँ त भन्न सकिएन। हर्क साम्पाङको व्यवहारबाट भोलि देखिएला। हस्, हुन्छ त, धन्यवाद।